हेलो गाइजहरू, आज चाहिँ म श्रीयन्ती जान गइरहेको छु र के हुन्छ हेर्नु होला है त यो ब्लगमा। सो अहिले चाहिँ हामीहरू चढिसक्यौँ हाम्रो गाडी। बाबा, अजी, मम्मी अनि म है त गाइजहरू। अहिले चाहिँ हामीहरू आइसक्यौँ चिया बगानतिर। गाडीहरू त्यही हो। अनि हामीहरू चाहिँ भोकै पेटेको थियौँ। सो हामीहरू सबैजनाले खायौँ कपकेक। अनि त्यसपछि अहिले चाहिँ हामीहरू आइसक्यौँ। कहाँ हो गाइजहरू? आई डोन्ट नो द फिक्स नेम। सो तपाईँहरू अघिको ठाउँको नाम भनिदिनु होला। यसको त मलाई थाहा छ, तपाईँहरू नि भनिदिनु है त यो ठाउँको नाम। अहिले चाहिँ हामीहरू फेरि खाजा खान आयौँ। हामीहरू सबैजनाले थुक्पा खायौँ यही त। अनि अहिले चाहिँ हामीहरू आइसक्यौँ श्रीयन्तु। सो श्रीयन्तुमा मैले चाहिँ धेरैवटा सो फोटो खिचिनँ। अनि अहिले भात खायौँ, अघिको भिडियो देख्नुभयो होला। अनि अहिले चाहिँ हामीहरू चढिसकेको छौँ हाम्रो बेड हेर्न, किनभने हामीहरू आएको छौँ एउटा होटलमा। अनि फेरि हामीहरूले बेड सेट हेरेर सुत्यौँ। अनि त्यसपछि अहिले चाहिँ हामीहरू आएको छौँ पोखरी हेर्न है त। यतापट्टि पोखरीहरू पनि रहेछ। सो हामीहरू चाहिँ पोखरी हेर्न आयौँ। सो हेरौँ कस्तो कस्तो छ। यहाँ हेर्नुहोस् त गाइजहरू, पोखरी। बाबु चाहिँ अगाडि हामीहरू चाहिँ गाइजहरू अघिदेखि फोटो खिचेको छौँ। पक्का लाएर पनि पाउने रहेछ रुमहरू। हामीले त्यहाँ नि धेरैवटा फोटोहरू खिच्यौँ। अहिले चाहिँ हामीहरूले चटपटेर पानी खायौँ। खिचेको खिच्यौँ होइन गाइजहरू हामीहरू। यो चाहिँ हो। अहिले फेरि हामीहरू टिकटक खिच्दा न्यू इयर ब्लग चाहिँ यति नै फोटो। सो अब चाहिँ हामीहरू फर्किन्छौँ यहाँबाट। अनि के हुन्छ अब चाहिँ हामीहरू जान्छौँ हो। अहिले चाहिँ हामीहरू निक्लिसक्यौँ त्यहाँबाट। अनि मैले त्यहाँ बनाएको टिकटक चाहिँ धेरैवटा छ, तर मैले यो देखाएको छु है त। जुन हेरी तिमीलाई हेरौँला न। सो अहिले चाहिँ छ त्यही भ्लगको भोलिपल्ट। सो आज चाहिँ हामीहरू जान गइरहेको छौँ, थाहा नै होला त्यो हामीहरू सनलाइट हेर्न जान्छौँ नि हो, त्यही जान गइरहेको छौँ। अझै हामीहरू जान्छौँ। अनि हामीलाई चाहिँ यहाँ जान चाहिँ टिकट चाहिन्छ होइन गाइजहरू। बालबालिका हो भने चाहिँ 50 रुपियाँ पर्छ, ठुलो मान्छे हो भने चाहिँ 100 रुपियाँ पर्छ। र अमेरिकनहरू हुनु कोही छन् भने तपाईँहरूको आफन्त भने जान मन छ भने तपाईँको आफन्तको चाहिँ पर्नेछ 500। जाममाथि टावरमा हामीहरू फोटो पनि खिच्न नजिकबाट। अहिले चाहिँ प्रकाश सनलाइट चाहिँ भइसकेको छ। अनि अहिले चाहिँ बजिरहेको छ 6:30। अहिले भइसकेको छ प्रकाश उब्जियो भनेको जस्तै सनलाइट आयो होइन। प्रकाश झुल्कियो त्यस्तै होइन गाइजहरू। गाइजहरू मैले चाहिँ धेरैवटा हालेको छैन सनलाइट झुल्किएको भिडियोहरू।
धेरैवटा छ है एउटैमा मैले चाहिँ 4वटा हालेको छु एक मिनेटको के मलाई लाग्छ गाइजहरू तपाईँलाई सनलाइटको भिडियो हेरेर धेरै अल्छी लाग्छ होला किनभने धेरैवटा भिडियो छ क्या गाइजहरू सनलाइटको राम्रो आयो है अब सूर्य आएको कि हामी आएको सबैलाई आयो मान्छेको हामी त हामी आयो बल्ल बल्ल बाटो देखिँदैछ भाउजू थोरै घुमाउँछु र मोबाइल थोरै फोकस गरौँ अलिकति घुमाउँदो भयो मोबाइल सूर्योदय हुँदैछ निगुन के भन्छ भिडियो गर्न लगाएको छु उहाँलाई म साथी हुन्छ नि अहिले तपाईँ हेर्नुहोस् न मैले अस्ति हिँड्नु भएको सुगन्त भनेको यहीँ हो क्या अघि भएको कि बादलले गर्दा नि चरालाई गाह्रै फेरि बादल आउन सो गाइजहरू अहिले चाहिँ हामी निक्लिन लागेको छौँ सनलाइटहरू हेरेर सो गाइजहरू अहिले चाहिँ हामीहरू गइरहेको छौँ हाम्रो होटलमा अनि हामीहरू चाहिँ अब यो घुमेपछि अब चाहिँ हामीहरू जान्छौँ बेतामोड फर 1 विक त्यो बेतामोड गएर मैले फिल्म हेरेको ब्लग चाहिँ मैले अलरेडी हालिसकेको छु यहाँ मिनी ब्लग अनि अघि म चाहिँ अब चाहिँ हामीहरू जान लाग्नेछौँ भनेर थियौँ नि त्यसमा चाहिँ हामीहरू धेरैवटा फोटो खिचिरहेको थियौँ क्या अब चाहिँ हामीहरू रियली अब चाहिँ जान्छौँ है त सो गाइजहरू आजको लागि यति नै For more videos, don't forget to subscribe to my channel and don't forget to share my videos and don't forget to like my videos also. Bye bye.